मर्निङ, के छ खबर? चिया पिउनु भयो? चियासँग मेरो चाहिनु यस्तो नजिक भएछ नि, यो बिना त मेरो दिन नै खल्लो भए जस्तो लाग्ने के। आजको यो बिहानीको सुरुवात एउटा मिठो चियाको कथाबाट गर्छु ल। कुनै एउटा ठाउँमा नि केही धनी धनी अनि म्याच्योर मान्छेहरूले चाहिँ एउटा समूह बनाएछन् के। प्रत्येक महिना एक एकजनाको घरमा भेट्ने अनि नयाँ नयाँ टेस्टको चिया पिउने, गफ गर्ने, रमाइलो गर्ने अनि त्यो दिन बिताउने। अब जसको पाला आउँथ्यो उसले चाहिँ कसरी चिया मिठो बनाएर खुवाउने भनेर भएभरका जानेका महँगा महँगा सामग्रीहरू हालेर चिया बनाएर खुवाउँथे अरे कि। एक दिन त्यो समूहको सबभन्दा धनी मान्छेको घरमा भालो परेछ। सबै भेला भएछन्। त्यो मान्छेले सुनको भाँडमा राखेको चियापत्ती निकालेर चिया बनाएछन् होइन, र सुनकै कपमा राखेर सबैलाई दिएछन्। चिया पिउँदै सबैले खुब तारिफ गरेछन्। यो त हाम्रो देशको होइन होला, यो त बाहिरैबाट ल्याएको हुनुपर्छ, यस्तो मिठो चिया त हाम्रो देशमा कहाँ पाउँछ र। आजसम्मकै सबभन्दा मिठो चिया खुवाएकोमा हजुरलाई धन्यवाद भन्दै सबैले धन्यवाद पनि दिएछन्। अनि त्यो धनी व्यक्ति मुसु मुसु हाँस्दै भनेछन् कि जुन चियाको तपाईँहरूले यति तारिफ गर्दै हुनुहुन्छ नि, त्यो चिया मेरो खेतमा काम गर्ने किसानहरूले दिनौँ खाने चिया हो। सामान्य चिया हो जुन हामीले सायद कहिले चाखेनौँ, त्यो प्रति ध्यान नै दिएनौँ। सायद सस्तो र सजिलै पाइने भएर होला। सबै छक्क परेर एकअर्कालाई हेर्न थालेछन् कि कथा पनि सक्यो। अनि नि यो संसारमा राम्रा कुरा, हामीलाई खुसी मिल्ने कुरा न त महँगो नै हुन्छ न त पाउन गाह्रो नै होइन, भन्नुहोस् त। बस थोरै हामीले आफ्नो सोच र हेर्ने दृष्टिकोण बदल्यौँ भने नि सब प्यारो लाग्छ, राम्रो लाग्छ। अहिले मैले तपाईँसँग गफ गर्दै पिएको यो चिया जस्तै।